हेलो गाइस, आज तपाईहरुलाई एउटा कविता भन्नु मन पर्यो है। कविताको शीर्षक छ यो जिन्दगी खै के जिन्दगी। कविताको कवि हुनुहुन्छ कवि हरिभक्त कटुवाल। कविता यस्तो छ, यो जिन्दगी खै के जिन्दगी, यो जिन्दगी खै के जिन्दगी। भित्र भित्र खोक्रिएर बाहिरी बाहिरी बाँचेको, भित्र भित्र खोक्रिएर बाहिरी बाहिरी बाँचेको, एटमको त्रासले चुसेको, समस्याको भूतले सताएको, एटमको त्रासले चुसेको, समस्याको भूतले सताएको, यो जिन्दगी खै के जिन्दगी, यो जिन्दगी खै के जिन्दगी। बन्दुकको नालमा टाउको राखेर निदाउनु पर्छ यहाँ, बन्दुकको नालमा टाउको राखेर निदाउनु पर्छ यहाँ, खुकुरीको धारमा पाइला टेकेर जिउनु पर्छ यहाँ, खुकुरीको धारमा पाइला टेकेर जिउनु पर्छ यहाँ। आँखा चिम्लन पनि जिन्दगी, आँखा खोल्न पनि जिन्दगी, यो जिन्दगी खै के जिन्दगी, यो जिन्दगी खै के जिन्दगी। पसलमा सोकेस भित्र सजाई राखेको काँचको चुरा जस्तो यो जिन्दगी, पसलमा सजाएर सोकेस भित्र राखेको काँचको चुरा जस्तो यो जिन्दगी। कुनै युवतीको हातमा चढ्दा चढ्दै प्याट्ट फुट्न सक्छ यो जिन्दगी, कुनै युवतीको हातमा चढ्दा चढ्दै प्याट्ट फुट्न सक्छ यो जिन्दगी, यो जिन्दगी खै के जिन्दगी, यो जिन्दगी खै के जिन्दगी। रबरको सस्ता चप्पल जस्तो यो जिन्दगी, बाटोमा हिँड्दा हिँड्दै च्याट्ट टुट्न सक्छ यो जिन्दगी, रबरको सस्ता चप्पल जस्तो यो जिन्दगी, बाटोमा हिँड्दा हिँड्दै च्याट्ट टुट्न सक्छ यो जिन्दगी, यो जिन्दगी खै के जिन्दगी, यो जिन्दगी खै के जिन्दगी।